हाई एभ्रिवान धेरै दिन भइसकेको थियो हैन मैले मेरो एक्जाम कस्तो भइरहेछ अनि अहिले म कुन लेभलमा छु कतिवटा पेपर सके भनेको थिएन सो आज म यो भिडियोमा तपाईहरुलाई मेरो लास्ट 3 वटा एक्जामको एक्सपिरियन्स अनि मैले कति स्कोर गरे त्यो सबै कुराहरु एक्सप्लेन गर्ने छु अनि तपाईहरुलाई पढ्ने टिप्स पनि दिने छु कसरी पढ्दा बेस्ट हुन्छ अनि कसरी पढ्दाखेरि चाहिँ पास हुन सकिन्छ मैले कसरी पास गरे सेल्फ स्टडी गरेर र फुल टाइम काम गरेर कसरी मैले 3टा पेपर पास गरे सो त्यो सबै कुराहरु आज म यो भिडियोमा सुनाउने छु सो लेट्स स्टार्ट द भिडियो लेट्स स्टार्ट विथ ऑडिट एन्ड एश्योरेन्स पेपर सो मैले लास्ट टाइम भिडियो बनाउँदाखेरि एफआर को रिजल्टको बारेमा र एफआर को एक्सपिरियन्सको बारेमा भनेको थिए भने त्यतिबेला मैले ठ्याक्कै डबल ए दिएको थिए ऑडिट एन्ड एश्योरेन्स दिएको थिए सो त्यसमा आई स्कोर्ड 66 as you can see here and I passed that exam अनि ऑडिट को एक्सपिरियन्स चाहिँ कस्तो रह्यो भने ऑडिट लाई चाहिँ one of the toughest पेपर भनिन्छ हैन पुरै एससीए मा सो मेरो लागि चाहिँ पर्सनली इट वाज most enjoyed subject जुन मैले इन्जोय गरेको one of the most enjoyed पेपर भनौं एससीए को किनभने मेबी आई लभ हुन्छ नि स्टडीing थ्योरी हैन जसले चाहिँ त्यो न्यूमेरिकल पार्टहरु जुनलाई चाहिँ क्लियर बनाइदिएको थियो मेरो लागि हैन जस्तै फाइनान्शियल रिपोर्टिङ को काम के हो अनि व्हाई इट इज इम्पोर्टेन्ट अनि एउटा कम्पनीमा भएको अकाउन्टेन्टले अकाउन्टिङ को रेस्पोन्सिबिलिटी कति धेरै हुन्छ हैन अनि एउटा सीए अथवा चार्टर्ड अकाउन्टेन्ट को कामको कतिको इम्पोर्टेन्स हुन्छ त्यो कुराहरु चाहिँ मलाई ऑडिट एन्ड एश्योरेन्स गरिसकेपछि थाहा भएको थियो हैन त्यो कुरा क्लियर भएको थियो अनि एउटा हरेक हुन्छ नि रिपोर्टिङ को कतिको इम्पोर्टेन्स छ एउटा ट्रान्ज्याक्सन रेकर्डिङ गर्दाखेरिको इम्पोर्टेन्स कतिको छ त्यसले कति इम्प्याक्ट पर्छ फ्युचरमा गएर भन्ने कुराहरु चाहिँ त्यो क्लियर भएको थियो सो त्यही भएर आई इन्जोयड दैट अनि त्यो त्यस एक्जामको एक्सपिरियन्सको बारेमा कुरा गर्नु पर्दा त्यो एक्जाम कसरी मैले पढे भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ ऑडिटको लागि चाहिँ मेनली आई फोकस्ड on practicing questions हैन किनभने ऑडिट एउटा यस्तो पेपर हो जसमा चाहिँ तपाईको ओटी केसेस कम आउँछ र सीआर क्वेशन्स धेरै आउँछ सो त्यो भएकोले चाहिँ अनि प्लस क्वेशनको प्याटर्न पनि एउटा फिक्स काइन्ड अफ प्याटर्न हुन्छ हरेक एक्जाममा आउने सो त्यो भएकोले चाहिँ मैले क्वेशन प्र्याक्टिसमा धेरै फोकस गरे च्याप्टर्स पढ्नेमा भन्दा पनि क्वेशन प्र्याक्टिसमा धेरै फोकस गरे सो इफ एनीवन इज ट्राइङ टु अटेम्प्ट डबल ए हुन्छ नि आफ्नो नेक्स्ट सेसनमा भने आई वुड सजेस्ट दैट कि क्वेशन प्र्याक्टिस गर्नु मजाले क्वेशनमा फोकस गर्नु डोन्ट वेस्ट योर टाइम रिडिङ ऑल द च्याप्टर्स पहिला क्वेशनमा फोकस गर्नुस् किनभने हरेक एक्जाममा आउने क्वेशन एउटै काइन्ड अफ हुन्छ एउटै खालको हुन्छ सो त्यो भएकोले चाहिँ सजिलो हुन्छ सो क्वेशन प्र्याक्टिसमा फोकस गर्नुस् भन्छु नेक्स्ट त्यसपछि आई प्रिपेयर्ड फर ट्याक्स यूके ट्याक्स सो ट्याक्स को लागि चाहिँ ट्याक्स चाहिँ यस्तो सब्जेक्ट थियो जसको लागि चाहिँ आई डिडन्ट लाइक ट्याक्स किनभने त्यो ट्याक्समा चाहिँ अलिकति धेरै नै डेट्सहरु हुने अनि हुन्छ नि पर्सेन्टेजहरु त्यो डिफरेन्ट कुराहरु मेमोराइज गर्नुपर्ने थियो के जुन मलाई लाग्छ एससीएमा एउटा सब्जेक्ट हो जसमा चाहिँ तपाईले डेट्सहरु डिफरेन्ट कुराहरु मेमोराइज गर्नुपर्छ अरु पेपरहरुमा तपाईको एनालाइजिङ स्किल तपाईको क्वेशन कसरी ह्यान्डल गर्ने स्किल्स हेरिन्छ भने सिनेरियो कसरी ह्यान्डल गरिन्छ भन्ने स्किल्स हेरिन्छ भने ट्याक्समा चाहिँ अलिकति तपाईको क्वेशन कतिको तपाईले सल्भ गर्न सक्नुहुन्छ तपाईलाई कतिको डेट्सहरु याद छ त्यो कुराहरु हुन्छ है सो त्यो भएकोले मेरो लागि होइन जस्तो फिल भइराथ्यो तर we have to pass tax to be ACCA member ACCA affiliate so त्यो भएकोले पढे अनि त्यसको लागि पनि what I did is so अरु पेपर ऑडिट बाइक अरु पेपरको लागि चाहिँ what I do is what I have done अनि म सजेस्ट पनि के गर्छु भने सुरुमा क्वेशन
च्याप्टरबाट जान्छु म अनि हरेक च्याप्टर जस्तै तपाईँले क्याप्लान अथवा स्टडी हब पढ्दै हुनुहुन्छ भने पनि दुईटैको स्टडी हबको पनि क्याप्लानको पनि कुनै एउटाबाट पढ्दै हुनुहुन्छ भने पहिले च्याप्टरबाट जानुस् हैन एक एकवटा च्याप्टरहरू सक्दै जानुस् अनि च्याप्टर सकिसकेपछि त्यो च्याप्टर सक्ने बित्तिकै त्यसको क्वेसन प्र्याक्टिसहरू गर्नुस् सो त्यो क्वेसन प्र्याक्टिस गरिसकेपछि तपाईलाई एकैचोटि बुझ्नुहुन्छ च्याप्टर पनि बुझ्नुहुन्छ क्वेसन पनि तपाईलाई आउन थाल्छ भन्ने हुँदैन किनभने वी आर नट हुन्छ नि त्यो सुपर इन्टेलिजेन्ट पर्सन सो वी आर डुइङ टु मेनी थिङ्स एट वन्स सो त्यो भएकोले त्यो एक्सपेक्टेसन राख्नु पनि हुँदैन सो सुरुमा एकचोटि बुझिन्छ जति बुझिन्छ एकचोटि सुरुमा सबै पढेर सकाउने सो पढिसकेपछि फेरि त्यसपछि जस्तै सुरुको हामीसँग 3 महिना हुन्छ सो 3 महिनाको पिरियडमा तपाईले सुरुको 1 मन्थ अथवा 1.5 मन्थ तपाईले त्यो पिरियड त्यो सक्नुभयो भने त्यसपछिको तपाईको पिरियड चाहिँ तपाईले रिभिजनमा लगाउने के हरेक हुन्छ नि हरेक पेपरको लागि मैले चाहिँ के गर्छु भने सुरुमा एकचोटि सर पढ्छु क्वेशन च्याप्टर पढ्छु क्वेशन प्र्याक्टिस गर्छु त्यसपछि रिभाइज गर्छु सो दुईचोटि रिभिजन गर्छु सो 3 चोटि मैले यसरी पढिसकेपछि मलाई त्यो क्वेशनहरू आफै अब कसरी ह्यान्डल गर्ने भन्ने कसरी ट्याकल गर्ने त्यस्तै खालको क्वेशन कसरी गर्ने भन्ने कुरा मलाई त्यो आइडिया भइसकेको हुन्छ के सो म धेरैजनालाई यही सजेस्ट गर्छु मेरो साथीहरू अथवा कसैले मलाई सोध्नुहुन्छ भने कसरी पढ्दाखेरि बेस्ट हुन्छ भन्दाखेरि रिभिजनमा धेरै फोकस गर्ने के सो एकचोटि पढेर तपाईले सुरुमा सबै ठोक बुझेर तपाईले गर्न खोज्नु भयो भने र रिभिजन गर्नु भएन भने त्यसको केही काम हुँदैन त्यति धेरै तपाईको त्यो फ्रुटफुल हुँदैन के त्यो पढाइ सो अनि अर्को भनेको नोट्सहरू बनाउनु हुन्छ कतिजनाले बट आई नेभर डु दैट हुन्छ नि म नोट्सहरू बनाउँदिन आई जस्ट स्टडी च्याप्टरहरू पढ्छु सर र अनि त्यसपछि क्वेशन प्र्याक्टिस गर्छु अनि नोट्स बनाउनु चाहिँ मेरो लागि पर्सनली इट्स वेस्ट अफ टाइम जस्तो लाग्छ किनभने त्यसले त्यति धेरै फ्रुटफुल केही हुँदैन जस्तो लाग्छ कि सो इट्स मोर अबाउट रिभिजन के कतिको रिभिजन गर्नुहुन्छ भन्ने कुराले चाहिँ धेरै इम्पोर्टेन्ट दिन्छ जस्तो लाग्छ मेरो लागि अनि सो आई वुड सजेस्ट दैट मैले ट्याक्समा पनि त्यही गरेँ अनि त्यसपछि आई स्कोर्ड दिस मच इन ट्याक्स त्यसपछि आई एपियर्ड फर पिएम जुन चाहिँ लास्ट जुन सेसनमा मैले एपियर पिएमको लागि गरेको थिएँ सो पिएम चाहिँ अडिट जस्तै वान अफ द टफेस्ट पेपर भनिन्छ हैन होल एसीसीएमा सो अलिकति डर पनि थियो सुरुमै प्रिपेयर गर्नुभन्दा अगाडिदेखि नै अनि डर पनि थियो तर सकिन्छ भन्ने जस्तो भइरहेको थियो सो आई वेन्ट थ्रु पिएमको पनि पेपर अनि यसमा चाहिँ वाट पिएम इज अल अबाउट इज आई थिङ्क द इन्टरनल एनालाइसिस हुन्छ नि कम्पनीको एउटा फाइनेन्सियल्स अनि त्यसपछि कम्पनीको एउटा बजेट्स अनि कम्पनीको पर्फर्मेन्स त्यो सबै कुराहरूको एनालाइसिसको बारेमा हो हैन इट्स नट अबाउट नम्बर्स किनभने पिएम इज नट only about numbers it's about analysis तपाईको सिनेरियो हेरेर कसरी तपाईले डिसिजन मेकिङ गर्नुहुन्छ त्यो सबै कुराहरु छ पिएम मा चाहिँ सो त्यही भएर पनि वान अफ द टफेस्ट हो हैन अनि पिएम को चाहिँ अलिकति इन्ट्रेस्टिङ भयो हैन के भयो भने पिएम म एक्जाम दिन गएँ अनि म पहिला चाहिँ कुनै पनि एक्जाममा हैन वाशरुम जादिन थिए कि सो यो पालि चाहिँ आई थट आई हेभ टाइम किनभने मैले ओटी र ओटी केसेस सक्दाखेरि अराउन्ड 1 आवर्स भएको थियो सो आई ह्याड 2 आवर्स लेफ्ट सो आई थट आई हेभ टाइम सो म वाशरुम जानलाई बाहिर निस्केँ तर अनफर्चुनेटली के भयो भने मेरो त्यो त्यहाँ हरेक स्टुडेन्टको चाहिँ एउटा पर्सनल पिसी दिएको हुन्छ कि पर्सनल कम्प्युटर हुन्छ जसमा चाहिँ एक्जाम दिनुपर्ने हुन्छ सेसन त्यो हाम्रो स्किल्स देखिन्छ सो त्यो भएकोले चाहिँ मेरो म निस्किँदाखेरि त्यहाँ सानो सीपीयू हुन्छ साइडमा त्यो सीपीयू चाहिँ खुट्टाले लागेर झर्यो कि अनि झरिसकेपछि के भयो भने हरेक एक्जाममा चाहिँ एउटा के हुन्छ भने तपाईँ वाशरुम जाँदै हुन्छ भने एउटा इन्भिजिलेटर हुन्छ उहाँलाई बोलाएर तपाईले भन्नुपर्ने हुन्छ हैन म वाशरुम जान्छु भनेर अनि उहाँहरूले चाहिँ आफ्नो हाम्रो त्यो जुन पीसी हुन्छ त्यसलाई चाहिँ अफ गरिदिनुहुन्छ फुल्ली लक गरिदिनुहुन्छ भनौँ न अनि त्यसपछि चाहिँ हामी बाहिर जानुपर्ने हुन्छ तर म निस्किँदाखेरि मेरो पीसी झरेर अफ भयो कि
भनेको मेरो अफको लकै गर्न पाउनु भएन कि उहाँहरूले अनि नपाएपछि त्यो मेरो क्वेसनहरू सेभ भयो कि भएन भन्ने भयो हैन अनि त्यसपछि म वासरुमबाट फर्किसकेपछि उहाँहरूले मलाई के भन्नुभयो भने एकचोटि पुरै क्वेसन हुन्छ नि तपाईले प्र्याक्टिस गरिसकेको अथवा के रे एटेम्प्ट गरिसकेको क्वेसनहरू सबै रिचेक गर्नुस् मेबी दे भ्यानिस्ड अथवा इरेज भयो कि भनेर हैन सो त्यो एउटा डर भयो अनि त्यसपछि मैले के गरेँ भने मेरो टाइम त्यहाँनेरि 15 मिनट जति त्यहाँनेरि त्यो हरेक क्वेसन मैले चेक गर्दै गएँ त्यसमा मेरो टाइम वेस्ट भयो हैन त्यो कारणले गर्दाखेरि मैले लास्टको सिआरको 10 मार्क्स अराउन्ड 10-12 मार्क्सको एटेम्प्टै गर्न पाइन मलाई क्वेसन सबै आउँथ्यो तर मैले टाइम नै पाइनँ क्या मतलब टाइम नै पाइनँ अनि क्वेसन्स आउँथ्यो मतलब गर्न सक्ने क्वेसन थियो तर गर्नै पाइनँ सो इट वाज भेरी हुन्छ नि त्यो स्याड मोमेन्ट फर मी हैन अनि त्यत्रो प्रिपेयर गरेको छ 3 मन्थ्स अनि त्यत्रो पैसा लागेको हुन्छ हैन एक्जाम फीको लागि टाइम मनी सबै वेस्ट हुन्छ जस्तो त्यो हुन्छ नि कस्तो भयो क्या मलाई अरु एक्जाममा मलाई कहिले त्यस्तो हुँदैन थियो त्यो एक्जाममा चाहिँ आई वाज भेरी स्याड नर्भस हुन्छ नि के हुन्छ भनेर अनि अस्ति रिजल्ट आयो हैन सो अस्ति भर्खर रिजल्ट आयो अनि लकीली I passed हैन अनि I got 60 marks as you can see here हैन अनि I passed that अनि I was happy I passed भनेर I was nervous exam को रिजल्ट आउँदाखेरि पनि I was nervous hoping म पास भए मात्रै पुग्छ भन्ने भइरहेको थियो तर I got more than that सो त्यसरी मैले पीएम पनि पास गरेँ सो पीएममा पनि सेम मेथड सेम मेथोडोलोजी भन्छु म पढाइको लागि कि च्याप्टर क्वेसन्स एन्ड रिभिजन ट्वाइस बिफोर एटेम्प्टिङ एक्जाम्स सो मैले चाहिँ त्यही फलो गरिरहेको छु अहिलेसम्म हैन म तपाईलाई थाहा छ इफ यु हेभ सीन माई प्रिभियस भिडियोज म फुल टाइम काम गर्छु हैन अनि म सेल्फ स्टडी गर्छु आफै पढ्छु मैले कुनै ट्युसन पनि लिएको छुइनँ कहीँ कोही टिचरसँग हेल्प पनि लिएको छुइनँ आई एम डुइङ अल इट अन माई ओन सो त्यो सबै गरेर पनि आई हेभ पास्ड सबै अहिलेसम्मको आई पास्ड 8 पेपर्स अहिलेसम्म सो त्यो सबै एट फर्स्टको हैन फर्स्ट एटेम्पमा सो मेरो लागि वर्क गरेको मेथड भनेको डोन्ट वेस्ट योर टाइम मेकिङ नोट्स हैन नोट्स बनाएर टाइम वेस्ट नगर्नु इफ तपाईलाई इफ यु गाइज ह्याभ प्लेन्टी अफ टाइम छ भने बनाउनुहोस् हैन काम गर्नुहुन्न फुल टाइम पढ्नुहुन्छ भने बनाउँदा बेस्ट होला तर त्यसले चाहिँ मलाई के लाग्छ भने त्यो एउटा तपाईको माइन्डलाई स्लो बनाइरा हुन्छ के भनेको तपाई हरेक कुरा बुझ्न खोज्नुहुन्छ के फर्स्ट एटेम्पमै सो दैट इज नट हाउ आवर माइन्ड वर्क्स हाम्रो माइन्डलाई कुनै पनि कुराहरू एकचोटि दुईचोटि तीनचोटि गर्यो भने त्यो आफै दिमागमा बस्छ के सो आफै त्यो कन्सेप्टहरु दिमागमा तपाईको तपाईले बुझ्नुहुन्छ सो त्यही भएर चाहिँ म के सजेस्ट गर्छु भने सबैजनालाई फ्रम बिगिनिङ हैन टिल नाउ व्हाट आई हैव फलोड इज सुरुमा च्याप्टर्स क्वेशन्स एन्ड रिभिजन दुईचोटि त्यही सेम मेथडबाट सो अनि त्यसपछि प्र्याक्टिस प्लेटफर्मको क्वेसनहरू भयो स्टडी अफ क्वेसनहरू भयो त्यो सबै प्र्याक्टिस गर्ने त छँदैछ हैन सो यसरी I passed all 3 papers हैन now I am attempting for last skills को last paper FM so next video मा यसरी नै म मेरो एक्सपिरियन्स FM को लागि पनि लिएर आउने छु प्लस तपाईहरुको पनि इफ यु गाइज हैव जस्ट हुन्छ नि एक्जाम एटेम्प्ट गर्नु भएको छ अथवा पास गर्नु भयो एक्जाम अथवा एक्जाम कस्तो भयो अनि लास्ट तपाईको स्किल्सको पेपरहरु कस्तो हुँदैछ इफ तपाई प्रोफेसनलमा हुनुहुन्छ भने प्लिज गाइड अस कसरी गर्दाखेरि राम्रो हुन्छ भनेर हैन सो लेट्स शेयर आवर एक्सपिरियन्स हैन अनि if you want to follow me अथवा पर्सनली टेक्स्ट गर्न चाहनुहुन्छ भने प्लिज follow me on Insta so and like comment and share and thank you and this is all for today.